म तपाईहरुलाई यहाँनेर एउटा फोटो देखाउँछु। त्यो फोटो हेर्नुस्। र फेरि तपाईहरुलाई म अर्को फोटो देखाउँछु र यो फोटो पनि हेर्नुस्। पहिलो फोटोमा जे देख्नुभयो तपाईले देखेको थियो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्माको नयाँ बन्न लागेको कुटी हो। कस्तो कुटी भने जुन उनको पहिलाको दरबार जेनजी आन्दोलनको क्रममा जलाइएको थियो आक्रोशित भिडले र त्यही दरबारको सट्टामा बन्न लागेको एउटा सानो कुटी जुन अघिल्लो फोटोमा देख्नुभयो। र दोस्रो फोटोमा जुन देख्नुभयो त्यो हामी जस्ता सामान्य नेपाली जनताहरूको कुटी अथवा दरबार, कुटी भन्न नि मिल्दैन, दरबार भनौं। ती हाम्रा दरबारहरू हुन् दोस्रो फोटोमा देखिएका र पहिलो फोटोमा देखिएको केपी ओलीको सानो कुटी। कसले बनाउन लाग्यो? महेश बस्नेत र एमाले कार्यकर्ताहरूले चन्दा दान गरेर बनाउन लागेको भनेर भनिएको छ। तर सामान्य हामी जस्ता जनताहरूले त्यो पत्याउँदैनन्। हुन सक्छ कतै लुकाएर राखिएको भ्रष्टाचार गरिएको सम्पत्तिको भरपूर सदुपयोग गरिँदैछ एउटा सानो कुटी बनाउनलाई। अब आउने चुनावमा तपाईले सानो जुन दोस्रो फोटोमा देखिएको दरबारमा बसेर कुटीमा बस्नेहरूलाई भोट हाल्ने वा अब चाहिँ परिवर्तनका लागि नयाँ आउने सम्भावना बोकेर आएकाहरूलाई भोट गर्ने कि त्यस्ता महान महलमय कुटीमा बस्नेहरूलाई भोट गर्ने, यो तपाईहरुको कुरा हो।